हेलो गाइज, वेलकम टु माई भिडियो होइन। अहिले चाहिँ भाइ र म चाहिँ कहाँ जान्ला अरे, अब जहाँ हुन्छ त्यहीसम्म पुग्छौँ। सो हजुरहरूलाई भ्यू चाहिँ देखाउने छौँ। हाम्रो कलेज चाहिँ बिदा छ क्या 4 दिन, अनि त्यही भएर काम पनि 4 दिन बिदा छ। अहिले चाहिँ हामी हिँड्न लगाएका छौँ यहाँबाट। भाइ क्या ह्यान्डसम देखिरहेछ। अहिले हामी चाहिँ खतरा डाँडोमा जान्ला छौँ। हरियो बजी ल हिँड के छ केटाकेटी हो, यस्तो उकालोमा साइकल ठेलियो होइन। आज चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ माथि धेरै टाढा छ, उकालो छ। अनि भाइ थाक लागेन? कति किलोमिटर भनेपछि 6 किलोमिटर जति होला सायद। तर हामी जाँदैछौँ यहाँदेखि चाहिँ उकालो लाग्यो। यहाँबाट हिँडेर पनि जान सकिन्छ त्यो डाँडामा होइन, तर हामी हिँड्नै सक्दैनौँ, धेरै टाढा छ। त्यही भएर जति गाह्रो भयो नि साइकल ठेलेर चाहिँ जान्छौँ। यहाँबाट हिँडेर पनि जान सकिन्छ, तर ठाउँको नामै थाहा छैन क्या। भाइ साइकल ठेल्न त सकिन्छ? सकिन्छ होइन? नसके नि गाइज, हामी जसरी नै हाम्रो डेस्टिनेसनमा पुग्छौँ खेलेर भयो नि बेलुकासम्म। सो गाइज हजुरहरूलाई चाहिँ केटाकेटी हो खत्रै भ्यू देखाउनेवाला छु आज। सो लेट्स यु अन टप। लेभल 1मै छौँ। लेभल 2मा पुगेपछि चाहिँ फेरि देखाउँछु मैले। अहिले चाहिँ हामी लेभल 1मै छौँ, 3सम्म छ लेभल। सो त्यस्तै थाक्यो यार। यहीँबाट उकालो जाऊँ कि साइकल राख्नु छ? होइन, उठाएर लगेर के भने साइकल उठाएर लाने डोर्याउँदै जाऊँ। कति लासी टाढो यहाँबाट? अझै टाढा क्या। सेकेन्ड स्टेज त आउनै बाँकी छ। सेकेन्ड स्टेजमा गाडी पार्किङ छ, त्यसपछि फेरि माथि जानुपर्छ। कति 8-10 मिनट चाहिँ लास्टै उकालो हिँड्यो। अहिले चाहिँ हामी सेकेन्ड स्टेपमा पुगिसक्यौँ। यो चाहिँ गाडी पार्किङ गर्ने ठाउँ हो। अब अलिकति माथि छ बाटो चाहिँ हजुरहरूलाई एकदम खतरा भ्यू देखाउँछु होइन। त्यो पनि आज बादल लाग्यो, त्यो पनि कस्तो आउँछ, राम्रै होला सायद। सो लेट्स यु अन टप। चाहिँ तलबाट आउने बाटो चाहिँ यो हो होइन। यहाँबाट माथि जानु पनि सकिन्छ, तर धेरै टाढा छ नि त हिँडेर। साइकलमा पनि टाढै हो, त्यही पनि हामी साइकलमा बेलुका जान सजिलो हुन्छ भनेर साइकलमा आएको। सो हिँड्न धेरै सकिँदैन नि त, यहाँबाट माथि जान सकिन्छ। सो राइट नाउ वी आर इन बाटोमै छौँ होइन। अब हामी जाँदैछौँ गाइस। फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ। हामी चाहिँ यहाँ माथि जाँदैछौँ। अनि भाइ तिमीलाई यहाँसम्म पुग्दा कस्तो भयो? एकदम ठिक भयो। फाइनल्ली म चाहिँ माथि डाँडोमा चढ्न जाँदैछु। सो हामी चाहिँ उकालो हिँड्दैछौँ होइन अहिले। अनि माथिबाट चाहिँ भ्यू देखाउँछु, खत्रै भ्यू देखाउँछु केटाकेटी हो। आउँदाखेरि एकदम रमाइलो, एकदम रमाइलो क्या, एकदम रमाइलो। यस्तो भ्यू त म दिनकै हेर्न चाहन्छु। लगातार बार लगातार हर बार लगातार हेर्न चाहन्छु। सो गाइस फाइनली हामीले पनि दर्शन गरिसक्यौँ। अनि भ्यू पनि जोस् राम्रै थियो आजको। अहिले हामी तलतिर झर्दैछौँ। हामीले चाहिँ भ्यू हेरेर अनि फर्किसक्यौँ। भाइको साइकलको अगाडिको त्यो बत्ती नै उठ्दियो त होइन, यस्तो बत्तिएर आएछ। सो अहिले चाहिँ अब हामी ओह्रालोमा छौँ। भाइ यसरी मोबाइल समाउँदा त कस्तो मरिँदो रहेछ नि त। अनि गाह्रो परिहाल्छ नि युटर्नमा त। ल त्यही भएर केटाकेटी हो अब सिधै तल मेन हाइवेमा पुगेपछि भिडियो बनाउँछु होइन। इट्स सो रिस्क फर मी। अनि अब म चाहिँ ओह्रालो छु नि त, त्यही भएर अहिले चाहिँ देखाइन, नरिसाउनु केटाकेटी। हामी चाहिँ अहिले हाइवेमा पुगिसक्यौँ केटाकेटी हो। यस
आजको दिन पनि रमाइलो भयो। सो फाइनल्ली गाइज हामी चाहिँ आइसक्यौँ। अब Q1 नेक्स्ट भिडियो हाम्रो चाहिँ अब जोस् आजको दिन कस्तो भयो भाइ? एकदम हो रमाइलो देशका तत्तेम तानसिङ खाता तानसी खाता भयो अरे, एकदम रमाइलो भयो अरे। सो सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू फर वाचिङ केटाकेटी हो।